फेसबुकमा तपाईँहरूले काम गरिरहनु भएको छ होइन, फेसबुकमा काम गरिरहनु भएको छ। जुके दाइले अहिले चाहिँ भिडियोमा भन्दा फोटोमा पैसा चाहिँ धेरै दिन थालेछन्। हेर्नु है त, मैले यो साइडमा चाहिँ फोटोमा दिएको स्क्रिनसट राखिदिएको छु होइन, अनि यो साइडमा चाहिँ भिडियोको स्क्रिनसट राख्छु क्या। फोटोमा कति भ्युजमा कति सेन्ट देखा, भिडियोमा कति भ्युज आहा तर सेन्टको कुरै छैन क्या, सेन्ट दिने भन्ने कुरै छैन। भनेपछि जुके दाइले पनि अब नियम पुरै चेन्ज भइसक्यो जस्तो छ। ओरिजिनल कन्टेन्टमा पनि राम्रोसँग चाहिँ भ्युजै गए पनि पैसा दिएको छैन, अहिले दिएका छैनन्। जुके दाइले पैसा दिएका छैनन् भिडियोमा चाहिँ, तर फोटोमा चाहिँ दिइराखन है। 1-2 सेन्ट 1-2 सेन्ट 700 500 600 भ्युजमा पनि सेन्ट देखान् फोटोमा चाहिँ, तर भिडियोमा चाहिँ 2000 3000 5000 भ्युजमा बल्ल 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 एउटा सेन्ट फुत्त फालिदिएका छन्। त्यो भएर तपाईँहरूले भिडियो ओरिजिनल कन्टेन्ट पनि बनाउनु, तर फोटो पनि पोस्ट गर्न चाहिँ नछोड्नु। फोटोमा चाहिँ 700 भ्युजमा पनि सेन्ट दिन थालेछन्, 500 भ्युजमा, एउटा त 400 भ्युजमा पनि दिन थालेछन् क्या। त्यो भएर फोटोलाई पनि फोकस गर्नु, भिडियो पनि फोकस गर्नु। अब भ्युज चाहिँ फेरि टनाटन ल्याउनु पर्ने, तर भिडियो भाइरल भएको छैन आजभोलि होइन। त्यो भएर पोस्ट गर्न नछोड्नु। फोटोमा चाहिँ सेन्ट दिएछन्, भिडियो चाहिँ भ्युजको लागि भाइरल गर्न पर्यो। त्यति हो मेरो विचार चाहिँ आजभोलि, मलाई चाहिँ त्यस्तो लाग्यो है। तपाईँहरूले ओरिजिनल कन्टेन्ट चाहिँ बनाउन नछोड्नु। दिन फेरि आउँछ, पहिला राम्रै थियो, अहिले बिचमा चाहिँ अलि तालमेल मिलिरहेको होइन, आउँछ, यसको पनि दिन हुन्छ।